हेलो एभ्रिवान, आज म घरमै छु र आज अहिले भर्खरै यहाँ मेरो भतिजले एउटा खतरनाक जादु देखाउँदैछ। तपाईँलाई म देखाउँदैछु ल। यो एउटा बल्ब हो। लु बल्ब भाइ, यो बल्ब लु बालेर त देखाइदे। वाइस ल छोड्दे। लु खतरा जादु देखाउँदैछ ले। ओरे भाबो भान्जोको पाली। लु भान्जोले पनि यो गर त। भान्जोलाई यहाँ हाम्रो भतिज आयन्सले सिकाइदिएको भान्जोलाई। फेरि छोडा ओके। सो तपाईँलाई पनि थाहा होला, यो एउटा चार्जिङ बल्ब हो जसमा चाहिँ हाम्रो ह्युमन ह्यान्ड त अब इलेक्ट्रिकलको कन्डक्टर हो नि त। त्यही भएर चाहिँ यो दुईवटा प्लस माइनसलाई चाहिँ छुयो भने चाहिँ प्लस माइनस पोजिटिभ र नेगेटिभ टच भयो भने चाहिँ कनेक्सन भयो भने चाहिँ बल्ने गर्छ होइन। यो तपाईँलाई पनि थाहा होला, ठिक छ। तर अझ एउटा जादुको चिज के छ भाइ, यसमा अझ एउटा जादुको चिज के छ? हाम्रो यहाँ मान्यता दिदीको चाहिँ मान्यता दिदीको बल्दैन, एलियन हो। टाइम आर्मीलाई भेट्नु है, पुलिसलाई लिएर आउनु, केदीमा राख्नुपर्छ। जादु म गर्छु, एलियन हो। एकछिन न, दिदीलाई देऊ न। लु यहाँ छोरीको चाहिँ बल्दैन। लु हेर्नुहोस्, यो कुनै पनि हातले पनि कुनै पनि फिङ्गरले हुँदैन उसको। म भन्नु एलियन हो, पुलिस भेट्नु, केदीमा राख्नुपर्छ। उसको ठिकै बल्दैछ। तेरो बाल्दै भाइ। यताले लु मेरो पनि बल्दैछ, नानीको चाहिँ बल्दैन। यो चाहिँ के कारण होला गाइस, तपाईँ कमेन्ट गर्नुहोस् ल। के कारणले यस्तो भएको कमेन्ट गर्नुहोस् है। लु अर्छु तँ पनि छु त। यो दुईटाले यस्तो रे छु अर्जुको पनि बल्यो। दिदी एलियन हो, मान्यता दिदी एलियन हो। एलियन मान्यता के कारण होला गाइस, तपाईँ कमेन्ट गर्नुहोस् है।